नमस्कार सबैजनालाई नेपाली शिक्षक शिक्षा युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। वैदेशिक रोजगारमा जानुभएको नेपालीहरूको लागि फेरि पनि नयाँ कम्पनीको आइपिओ चाहिँ नेपाली सेयर बजारमा खुल्दैछ। रिलायन्स स्पिनिङ मिल्सले चाहिँ 820.8 रुपिजमा चाहिँ वैदेशिक रोजगारमा जानुभएका नेपालीहरूको लागि मङ्सिर 22 गतेदेखि चाहिँ नयाँ आइपिओ चाहिँ खुल्ने भइसकेको छ। तपाईहरुले यसमा आवेदन दिँदै गर्दाखेरि तपाईले चाहिँ कम्तीमा पनि कति किता चाहिँ आवेदन दिनुपर्ने हुन्छ भन्दाखेरि 50 किता आवेदन दिनुपर्ने हुन्छ। किन भन्दाखेरि यो चाहिँ बुक बिल्डिङ मेथडबाट आएको भएको कारणले गर्दाखेरि तपाईहरुले कम्तीमा पनि 50 किता आवेदन दिनुपर्ने हुन्छ। यसमा चाहिँ तपाईको 820.880 मा चाहिँ तपाईहरुले चाहिँ के भन्छ रे पर किता भ्यालुमा किन्नुपर्ने हुन्छ। तपाईहरुले चाहिँ कति लगानी गर्नुपर्छ यसमा भन्दै गर्दाखेरि 50 किता गर्दाखेरि चाहिँ तपाईले चाहिँ 41,040 रुपैयाँ चाहिँ तपाईहरुले चाहिँ लगानी गर्नुपर्ने हुन्छ। यो आइपिओ मा चाहिँ यो बुक बिल्डिङ मेथडबाट आएको भएको कारणले गर्दाखेरि चाहिँ तपाईले कम्तीमा पनि 50 किता भर्नुपर्ने र यसको चाहिँ 820.8 मा चाहिँ तपाईले भर्नुपर्ने भएको कारणले गर्दाखेरि तपाईहरुको लगानी चाहिँ 41,040 रुपैयाँ चाहिँ हुन आउँछ। अनि यसमा चाहिँ तपाईहरुले 50 किता आवेदन दिनुपर्ने हुन्छ। अब नेपाली शेयर बजारमा चाहिँ तपाईको कस्तो हो भन्दाखेरि आइपिओ जसरी भए पनि ओभर सब्स्क्राइब हुने यो परम्परा पहिलेदेखि आइरहेको हो हैन। विभिन्न कम्पनीहरुले उनीहरुले बुक बिल्डिङ मेथडबाट आएको कारणले गर्दाखेरि तपाईले घोराइसी सिमेन्ट, सोना सिमेन्ट, एचआरएल जस्ता कम्पनीहरु पनि ओभर सब्स्क्राइब भएकै हुन् र यो पनि ओभर सब्स्क्राइब हुन्छ किनकि यसको पनि धेरै किता त छैन हैन। तपाईहरुले जेनरल पब्लिकको लागि चाहिँ 11,55,960 किता हो र फरेनको लागि चाहिँ तपाईको 1,15,595 किता चाहिँ आउँदैछ। तपाईहरुले चाहिँ भोलिबाट चाहिँ यसको आवेदन दिन सक्नुहुन्छ। अब यसमा हामीले लगानी गर्ने कि नगर्ने भन्दै गर्दाखेरि यो विभिन्न मुद्दा चाहिँ अलिकति यसले चाहिँ झेलिरहेको कम्पनी पनि हो हैन। अनि धेरै लामो समय लगाएर चाहिँ यसले आइपिओ लिएर आउँदैछ हैन। अनि तपाईहरुले आफूलाई अब म कतिको रिस्क लिन सक्ने, रिस्क बियर गर्न सक्ने खालको लगानीकर्ता हो भन्ने कुरा चाहिँ आफूलाई फाइन्ड आउट गर्नु पर्यो र कस्तो खाले पैसा चाहिँ तपाईहरुले चाहिँ यसमा लगानी गर्दै हुनुभएको छ त्यो कुरा पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ। पहिला त जब 1000 रुपैयाँले हामीले आइपिओ भर्न सक्थ्यौं तर अहिलेको अवस्था भनेको चाहिँ 41,040 रुपैयाँले चाहिँ तपाईले आइपिओ भर्दै गर्नुभएको कारणले गर्दाखेरि तपाई कस्तो खाले लगानीकर्ता हो, कतिको रिस्क लिन सक्छु र अर्को कुरा भनेको चाहिँ यसको चाहिँ ओपनिङ प्राइस भनेको चाहिँ तपाईहरुले मार्केटमा जब नेप्सेमा लिस्टेड हुन्छ त्यसपछि चाहिँ यसको ओपनिङ प्राइस भनेको चाहिँ तपाईहरुले चाहिँ यसको ओपनिङ प्राइस भनेको चाहिँ तपाईको सबैभन्दा तल्लो रेन्ज भनेको चाहिँ 292.05 छ र यसको सबैभन्दा हायर रेन्ज भनेको चाहिँ तपाईको 726.15 छ हैन। यसको हायर रेन्ज चाहिँ तपाईको 726.15 छ हैन। यसको ओपनिङ भयो भने पनि 726 मा ओपनिङ भयो भने पनि यसको चाहिँ तपाईको आफ्नो प्राइसमा भन्न खोजेको तपाईले त 820 मा भर्दै हुनु भएको छ। तपाईहरुले अर्को चोटी पनि सर्किट लगायो भने बल्ल तपाईहरुले चाहिँ 2 दिन पोजिटिभ सर्किट लगाउँदाखेरि बल्ल तपाईहरुले चाहिँ 41,040 रुपैयाँ चाहिँ पाउनुहुन्छ यसको। त्यही भएको कारणले गर्दाखेरि यो अलिकति रिस्की पनि छ र अलिकति धेरै पैसा हुनेहरुको लागि लगानी गर्दा नै बेटर हुन्छ। र यही भन्दै आजको भिडियो यही टुङ्गाउँछु र तपाईहरुले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।